तपाईँको 5 मिनट पनि लाग्दैन। भिडियो बनाउन सक्नुहुन्छ यो त एकदम साइड अर्को प्लास्टिक चन्द्रकी ल्याउनुहोस् त त्यहाँ प्लास्टिक चन्द्रकी यो त्यही हो यो चाहिँ प्लास्टिक चन्द्रकी हो। यो चाहिँ बाँसको ब्याम्बो चन्द्रकी हो है। र यसलाई भुइँमा सुताएर सुताउनु भयो हुन्छ। तार निकालिदिनुहोस्। यसमा नि फ्रेम चाहिँ कम्ती गर्नुहोस् किन यो चाहिँ प्लास्टिक हो कि छिटो घुमाउनुपर्छ। यो चाहिँ यसमा चाहिँ यो सफा गरेको गइने रहेछ है। हजुर यो चाहिँ ठाडो चाहिँ दुईजना गरे पनि भुइँमा गर्दा पनि हुन्छ। यो चाहिँ जलिहाल्छ। यो रेसम छ नि रेसम चाहिँ छिटो जल्छ। अलिक यता मपट्टि यता भन्नु चाहिँ यता लेफ्टबाट गर्नु चाहिँ यता यो साइडबाट गर्नु चाहिँ यो त एकदमै राम्रो हुन्छ नि। अब पछि किरा आउनु अगाडि तपाईँले दबाई छर्दा भइगयो। अलिकति आउँछु यो फ्लस चाहिँ जोड्नु पऱ्यो नि त। किनभने यो त पुरानो फ्लस हो। अर्को नयाँ किराले पनि नयाँ फ्लस लगाउँछ। बेसी लामो चाहिँ राख्नु हुँदैन। प्लास्टिक हो कि गरिहाल्छ। अच्छा सुन्नुहोस् त एउटा कुरा म भनिहाल्छु ल। म पनि भन्छु डेमो चाहिँ भयो। डेमो भयो। अच्छा यो जुन चाहिँ फ्लस जुन चाहिँ किराले निकालेको जुन चाहिँ फ्लस थियो नि यहाँनिर रहेको थियो त्यो डढिहाल्यो नि त। अच्छा किन डढ्यो भन्नुहोस् त। किनभने यो चाहिँ प्योर रेशम हो। एकदमै शुद्ध रेशम एकदम प्योर रेशम हो। त्यसले गर्दाखेरि रेशम कहिले पनि डल्लो पर्दैन। त्यसले गर्दा यो छिटो डढ्यो। र रेशमको रेशम चाहिँ त्यसमा चाहिँ तीनटा के अरे यो पोलिस्टर जब मिक्स हुन्छ त्यति बेला मात्रै त्यो डल्लो पर्छ। तर रेशम चाहिँ तपाईँले सोच्नुहुन्छ रेशम चाहिँ एकदमै त्यो चाहिँ खरानी हुन्छ त्यसले गर्दाखेरि इजिली नभए यसलाई अहिले यहाँ आगो लगाउँदाखेरि त डल्लो परेर त्यहाँ टाँसिनु पर्ने प्लास्टिक भए चाहिँ किरा पानीहरू यहाँ सबै हुनुहुन्छ होइन। एकदमै यो चाहिँ एकदम प्योर रेशम हुनाले चाहिँ त्यसले गर्दाखेरि रेशमको के अरे डिमान्ड चाहिँ नि अन्तर्राष्ट्रिय बजारमा चाहिँ एकदमै डिमान्ड छ। किनभने यसलाई चाहिँ बाइ द वे लुगा लाउँदाखेरि पनि यदि आगो लाग्दाखेरि पनि यो रेशमको प्योर वस्त्र छ भनेदेखि मतलब टाँसिँदैन जिउमा। त्यो चाहिँ खरानी हुन्छ। अन्त रेशम अब हामीले बजारमा रेशम भनेर किन्छौँ नि है तर त्यो चाहिँ प्योर होइन। तर रेशम चाहिँ डढाएर हेर्नुभयो भने त्यो चाहिँ खरानी हुन्छ। रेशम चाहिँ त्यस्तो जुत्ता जस्तै मतलब कटन जस्तै। अब यो तपाईँले जलाउनु भयो सिभिल तपाईँ नै यहाँनिर गाउँको हेड हो। यो जलाउनु भयो तर यसै फाल्ने होइन। यसलाई चाहिँ अब उसरी राख्ने होइन। यो जति बेला किरा तपाईँको अब कोकन हाल्नु पर्छ त्यति बेला तपाईँले त्यो बनाउने कि किरा टिप्ने समय पाउला समयको कुरा छ नि त। अब यो चाहिँ खैजना बाँध्नु यसको दोरी 4टा चाहिन्छ। यो एउटा चन्द्रकीलाई 4टा दोरी चाहिन्छ। म प्र्याक्टिकल तपाईँहरूलाई भोलि होइन ल्याउनुहोस् न 4टा चाहिन्छ। अब यहाँ एउटा बाँध्नुहोस्। यो चाहिँ यो पोजिसनमा नै तपाईँले प्रत्येकलाई नै सफा गरे पश्चात बाँधेर राख्नु। किनभने अब गाईको पनि जाँगाटी घाँस काटेर राख्छ नि जति बेला चाहे त्यति बेला काटेर हाल्छ हाल्दैन नि होइन। त्यस्तै अब यो यसरी सही सलामत तपाईँहरूले राख्नु भएको छ भने अब किरा पाक्यो। किनभने किरा पाकिन्जेलसम्म त यति व्यस्त हुन्छ पत्ता टिप्नु बसाल गर्नु पत्ता हाल्नु। त्यति बेला चाहिँ यो यसो गर्नु पऱ्यो भने त तपाईँलाई रिस उठ्छ।
के खेती गरेको हो मैले होइन। र यो प्रकारले चाहिँ किनकि यसले फ्लेमले हिटले यो चाहिँ यसको आकारहरू बिग्रिन्छ तातो भेटेर पसाङ्गिन्छ भनौँ न। जसरी फलाम त तातोले पसाङ्गिन्छ होइन हिटले पनि यो प्रकारले चाहिँ तपाईँले स्टोर गरेर यसरी राख्नु। अब हेर्नुहोस् यो राख्नु जग्गा कति खायो, अब यो राख्नु जग्गा कति खायो, यसमा 250 किरा जान्छ, यसमा 200 जान्छ, बेसी जाँदैन फेरि हो। त्यसले गर्दाखेरि यो राख्ने तपाईँलाई एउटा घर चाहियो, यो 15-20 वटा राख्ने घर चाहियो। अब यो चाहिँ यसरी राख्दा मुसाहरूले खान्छ। यस्तो 10 वटाको बन्डल बनाउनुहोस्, अघि तार थियो तारमा यहाँ झुन्डाइदिनुहोस्। अब यसले मुसाले पनि खाँदैन। कतिको कम्प्लेन हामीले सुनेका छौँ, सर मेरो त सबै मुसाले खाएर चाहिँ छैन, अर्को नयाँ दिनुहोस् न। त्यसको इन्तजाम भएन र मुसाले खायो र यसलाई चाहिँ अब यसलाई दोरीले बाँधेर ह्याङ गरिदिन्छ। यसो झुन्डाइनुहोस्, लुगा झुन्डाइन्छ। जति बेला किरा आउँछ त्यति बेला यसलाई टक्क निकाल्यो। यो अब यस्तो पोजिसनमा यसले चाहिँ 3 महिना बस्दाखेरि यसले त आकार लिइहाल्यो नि त। खोलिदियो, अब किरा पाल्दा यहाँ दुईवटा किरा पाल्नुहुन्छ, यसलाई खोलिदियो, यहाँ लहरै खोलिदिनुहोस्, सबै 4-5 वटा जान्छ। खोलिदियो, किरा फालिदिनुहोस्, यही गर्नुपर्छ। सर यसमा त्यो जुन चाहिँ पाकेको टाइममा चाहिँ त्यो भित्रबाट मैले त स्ट्रिक लाउँथेँ, यसरी अलिक खुम्चाउनु पर्यो। पर्दैन नि। अब तपाईँले चाहिँ यसरी राख्नुभयो भने त यो त फेरि फैलिएरै बस्यो नि त। अब यसले त फर्मेसनमा बस्यो, अब खोल्दाखेरि तपाईँले फैलिँदैन नि त। यो च्यादर जस्तो जिगज्याग यसरी त्यो झमेला झमेला यसलाई त यसरी राख्नु पऱ्यो नि त। अब तपाईँले त्यसरी राख्नु भएको छ, अब त्यसलाई त फेरि लट्ठी दिएर त्यसलाई पहिल्यै फेरि बाछालाई जस्तो मान्नु पऱ्यो होइन, पुरा झमेला। अब यसलाई यसरी राख्नु भएको छ नि त। यो त तपाईँ जति बेला खोल्नु त्यति बेला त उल्टा फैलाउनु पर्छ। यसलाई त्यो स्थिति आउँछ, तपाईँले फैलिएकोलाई तपाईँले मान्नु हुँदैन, तर यसलाई चाहिँ फेरि फैलाउनु पर्छ, यसो चाहिँ तान्नु पर्यो। त्यहाँदेखि तपाईँले यहाँनिर एउटा 2टा 3टा भनेर 10 वटा जान्छ। अनि तर यो माथि कागज लगाउनुहोस्, किरा पाक्दाखेरि त्यसले टट्टी गर्छ, त्यसले पिसाब गर्छ। अनि यो फैलाएर राखिदिनुहोस्। यसमा पनि गर्नुहोस्, यसमा त घुम्छ याद छ। यहाँ किरा दियो भने तपाईँले सुताएर दिनुहुन्छ, किरा फिजाएर दिनुहुन्छ, तपाईँले ठाडो राख्नुहुन्छ। अनि किरा चाहिँ त्यसको क्यारेक्टर छ, जहिले पनि उँभो जाने। यहाँ किरा थुप्रिन्छ, थुप्रिँदैन, किरा पाल्नेलाई थाहा छ। यहाँ किरा थुप्रिन्छ, यसलाई फेरि घुमाउनु पऱ्यो, त्यसलाई हत्तु बनाउनु पऱ्यो, फेरि उकाल जान्छ, लास्टमा हत्तु हुन्छ, त्यो फेरि गएर बनाउँछ। नत्र खबर कागज टोपी उडाइदिनुपर्छ। खबर कागज यसरी उडाइदियो, यहाँ गएर यो भित्र कोकोन बनाउँछ। तर पनि 2-3 पल्ट घुमाएर चाहिँ खबर कागज लगाउनु। सुरुमै खबर कागज लगाउनु भयो भने चाहिँ फेरि सबै किराहरू यहाँ थुप्रिन्छ र कोकोन सेप न ढेपको डबलहरू हुन्छ है, र घुमाउनु पऱ्यो। अनि यसलाई यसरी राख्दा पनि हुन्छ, घाम लागेको यसरी 2टा चन्द्रकी यसरी राख्दा पनि हुन्छ होइन। त्यसो गर्दाखेरि घाममा यताबाट घाम चाहिँ परोस्, त्यो हिट पनि चाहिन्छ, त्यसले स्पिनिङ गर्दा त्यसलाई टेम्परेचर पनि चाहिन्छ। अर्को कुरो के छ भने यो त राख्नुभयो, यसमा पनि राख्नुभयो, 2 दिन पश्चात मरेको किरा र काम नगरेको किरालाई चाहिँ हटाइहाल्नुपर्छ। यदि तपाईँले 5 दिनमा कोकोन निकाल्नु अगाडि त्यो किराहरू मरेको किरा र काम नगरेको किरा निकाल्यो भने त्यो किरा 5 दिनमा त्यहीँ सडेको हुन्छ र सेतो कोकोनलाई त्यसको मरेको रसको दाग लगाएर कोकोन हेर्दाखेरि नै नराम्रो देख्छ। यदि आफ्नो फसल हातमा त छक सेतो गोटी चाहिँ स्नो अब बल जस्तो देख्नु हो भने हालेको 2 दिन पश्चात चाहिँ त्यो मरेको किराहरू निकालिहाल्नुपर्छ। अब यसमा कागज लगाउनु भनेको छु मैले। अब यहाँ आज हाल्नु पर्यो, डेट लेख्नु पऱ्यो, मेरो यो चन्द्र कि आज तारिक लेख्नु पर्यो, डेट अफ स्पिनिङ, कहिले स्पिन गरेको भनेर यहाँ डेट लेख्नु पर्यो। अब यो आज सपोज तपाईँले हाल्नुभयो, आज 20 तारिक, 21-22 तारिकको दिन यसलाई निकालेर कागज सफा फालिदियो, टोइलेटहरू फालिदियो, मरेको किरा यसलाई भत्काउनु होइन, त्यही पोजिसनमा मरेको किरालाई चाहिँ एउटा बाँसको चिम्टा बनाउनुहोस्। अन्त अब के हुन्छ, तपाईँले त्यो किरालाई हातले छुनुहुन्छ, अनि फेरि कोकोन पनि छुनुहुन्छ, या अब राम्रो किरा पनि पाकेको पनि छुनुहुन्छ। त्यो नगरेर मरेको किरालाई, काम नगरेको किरालाई चाहिँ बाँसको चिम्टी बनाएर, या अहिले मार्केटमा प्लास्टिकको के रसदानाहरू टिप्ने प्लास्टिक के गुफीमा हुन्छ त्यो प्लास्टिक त्यो किन्नुभयो भने त्यसले टिपेर त्यसको लागि अलग्गै एउटा ब्लिचिङ पाउडर र पानीको कन्टेनर, सानो प्लास्टिकको बोल राखेर यो मरेको किरा जति त्यो ब्लिचिङ पानीमा हाल्ने हो। किन त्यसको जर्म्स त फेरि अरूलाई पनि सर्छ, अनि भविष्यमा फेरि कन्टिन्यू त्यसको सन्तान फैलिन्छ। र ब्लिचिङ पानीमा हाल्यो भने चाहिँ त्यो किराको जति पनि जर्म्स छ सबै मर्छ। र त्यो ब्लिचिङ पानीको किरा थुपा छ नि, मरेको किरा, बिग्रेको किरा थुपा, एउटा खाल्टा त्यो मल खाडीमा फाल्ने एउटा खाल्टा एउटा खनिराख्नुहोस्, त्यो कुन्छ, त्यसलाई भोलिपछि गएर त्यो खाल्टामा एउटा डल्ले खोर्सानी रोपिदिनुहोस् त, कस्तो चाहिँ हुन्छ है। र त्यसले गर्दाखेरि यो
जानकारी भयो। यो चाहिँ सबैले बनाउनुहोस्, यसमा गभर्मेन्ट स्किम आउँछ, त्यो तपाईँहरूलाई पछि हामी जसले चाहिँ अलिकति इच्छा राख्छ यो स्किमहरू पनि हामी दिन्छौँ। यसमा 5,000 10,000 स्किमहरू आउँछ, त्यो तपाईँहरूलाई सहायता मात्रै हो र त्यो पनि हामी फ्युचरमा बिस्तारै जसले अलिकति देखाउँछ काम गरेर उहाँहरूलाई हामी विकेन्द्र सरको माध्यमबाट तपाईँहरूको नाम मानेर हामी दिने है। र यसको यति नै हो। अब हामी फिल्डमा जाउँ। यो चाहिँ हामी पछि दिन्छौँ ल तपाईँहरूलाई।